के डिबी लोटरी सधैँको लागि बन्द भएको हो त? डिबी लोटरी 2027 कहिले खुल्छ भनेर वेट गरिरहनु भएको थियो भने एकदमै स्याड न्युज छ। डिबी प्रोग्राम क्यान्सिल भएको छ। अहिले रिसेन्टली एउटा अपडेट आएको छ जस अन्तर्गत डिबी प्रोग्राम 2027 को लागि नखुल्ने भएको हो। डिबी लोटरी प्रोग्राम ट्रम्प प्रशासनले क्यान्सिल गरेको छ। यसभन्दा केही समय अघि डिबी लोटरी फर्म भर्नकै लागि $1 चार्ज लाग्ने भनेर अपडेट आएको थियो, तर त्यसपछि डिबी प्रोग्राम खुल्न सकिरहेको थिएन। विभिन्न आधिकारिक वेबसाइटहरूमा डिबी लोटरी क्यान्सिल भएको न्युज प्रकाशित भइसकेको छ। डिबी प्रोग्राम 2027 को लागि बन्द हुने भएको छ, तर डिबी लोटरी 2026 अन्तर्गत नाम सेलेक्सन भएका व्यक्तिहरू भने पहिलेकै प्रक्रिया अनुसार नै जान पाउनेछन्। डिबी लोटरी सधैँको लागि बन्द भएको छैन, तर केही समयको लागि अमेरिकी राष्ट्रपतिले क्यान्सिल गरेका मात्र हुन्। हजुरहरूलाई विदेश जानको लागि प्रोफेसनल युरोपासेवी कभर लेटर पुलिस रिपोर्ट बनाउनु परेमा यसै भिडियोको डिस्क्रिप्सन र बायोमा रहेको हाम्रो WhatsApp नम्बरमा म्यासेज गर्नुहोला।